हेलो गाइज नमस्ते। सो आजको भ्लगमा चाहिँ हामी फिसिङ गर्न जाँदैछौँ। सो आज हामीसँग ऊ छ प्रसन्नता अनि मेन ओरियो छ। ओरियो चाहिँ मेन फिसरम्यान हो आजको चाहिँ होइन, उसले माछा मार्छ। हामी चाहिँ जस्ट उसँग ह्याङ अराउन्ड गरेर आएको। सो कम जोइन अलङ विथ अस, हेर्नु कस्तो कस्तो माछाहरू छ यहाँ र कति माछा मार्छौँ। सो लेट्स सी इफ वी हेभ एनी लक टुडे। ओरियो इज रेडी टु गो। What are you enjoying? Làm có đúng full mà jam. Oreo, is he excited? Yes, he is. अहिले हामी पार्कमा पुगिसक्यो। ओरियो एक्साइटेड छ, रेडी भइसक्यो ओरियो माछा मार्नलाई। पानी भइहाल्यो। सो यो चाहिँ हाम्रो फिसिङ गियर खासै त्यस्तो एक्सपेन्सिभ फिसिङ गियरहरू होइन, जस्ट नर्मल क्यानेडियन टायरदेखि कति त्यस्तै कति थियो 20-30 डलरमा लिएको हो। नेट छ सानो खालको। सो लेट्स गो। सो हामी यता नि फिसिङ गरेर हुन्थ्यो कहिलेकाहीँ, तर आज चाहिँ त्यही माथि नै जाने विचार गरिरहेको छ। उसलाई ओरियोलाई खेल्न नि माथि इनफ स्पेस हुन्छ। यो एरिया चाहिँ ओरियोको फेभरेट खेल्ने ठाउँ। यहाँ जतिखेर नि हामी यता यसो पार्कमा बस्न आएको बेला या फिसिङ गर्न आएको बेला ओरियो भागेर आउने यतैतिर। यहाँ वरिपरि डुल्यो भाग्यो। अनि यो ठाउँको पार्कहरू छ नि, यहाँ चाहिँ एउटा कुरा मात्र मन पर्दैन, मच्छर चाहिँ अति नै आउँछ कि। दिउँसो होस् या राति जतिखेर नि मच्छर आएको छ। अहिले भर्खरै हिँडिरहेको थिएँ, यत्रो ठुलो मच्छर या झिङ्गा जत्रो मच्छर भने टोकिरहेको रहेछ के चिला हातमा भनेको त। सो मच्छर चाहिँ एकदम इरिटेट गर्छ मलाई, त्यो चाहिँ मनै पर्दैन। अरू त ठिक छ। यहाँतिर राति क्याम्प फायर नि गर्न मिल्छ। यहाँ आगो बालेर बस्यो, मान्छेहरू गरेर हुन्छ। त्यहाँ दाउरा नि राखिदिएको रहेछ। त्यही अहिलेको हावाहुरीवाला सिजनमा चाहिँ त्यहाँ हुँदैन। हामी चाहिँ अब उता माथितिर गएर उता माथि ड्यामको छेउतिर माछाहरू यसो खेलिरहेको हुन्छ। हेरौँ। सो यो ड्याम हो। ओरियो भाग्न थालिसक्यो है। हामीसँग वेटमा यो छ रेड वुल्फको, यो वेटहरू भयो। सो हुकमा दुईवटा साइड छ हामीसँग, एउटा यो एउटा यो। अनि यो फ्लोटर अनि बेड चाहिँ यो ल्याएको छ है। यो पनि छ, पहिल्यै किनेको थिएँ मैले यो बेड होइन। यो माछा जस्तो छ। अर्को चाहिँ हामीले पिठो ल्याएको छ, पिठोको डल्लो बनाउने। अनि यो हाम्रो फिसिङ रड भयो। त्यति एक्सपर्ट त होइन है म यो फिसिङ रडले फिसिङ गर्नमा, तर नेपालमा चाहिँ खोलाहरूमा चाहिँ खत्रै फिसिङ गरिन्थ्यो, त्यसमा चाहिँ एक्सपर्ट हो फेरि है। धेरै ट्राई गरेको छैन। कति लास्ट इयर कति 2-3 चोटि आयो होला। अनि अस्ति यो सिजन स्टार्ट हुनु अगाडि आएको थियो एकचोटि। सो त्यो बेला चाहिँ ड्राई थियो, केही माछा साछा केही परेको थिएन। सो अब एउटा नट बनाउनु पर्छ यसमा हालेर। वेट यो चाहिँ फ्लोटर हो। यसलाई खै देखिरह। सो यसलाई चाहिँ जस्ट यसरी तल पुश गर्ने हैन,
अनि यस्तो देखिन्छ पुस गरेपछि सो त्यसमा यो भित्र हाल्दैन ठिक हुन्छ होला हैन हेर्छु त देखिरहेछ नि त कत्रो ठुलो माछा यो चाहिँ फिस एट्र्याक्टेन्ट हो है डाइरेक्ट पानीमा हाल्न मिल्दैन बेटलाई चाहिँ यसमा डुबाएर एकछिन 1 मिनेट जतिलाई छोडिदियो त्यसपछि त्यो स्मेल क्याच गर्छ त्यसले हैन एब्जर्ब गर्छ सो यसलाई हामी यसमा राख्छौँ आफ्नो कन्टेनर ल्याएर यसमा अलिकति हाल्यो सो यति जति सुड बी फाइन है त्यो चाहिँ पावर बेट फिस एट्र्याक्टेन्ट हो यो हाम्रो बेट भयो है यो चाहिँ प्रोस्थेटिक हो रियल फिस हैन सो अब यसलाई यसमा मजाले एकछिन राखिदिउँ 10-15 सेकेन्डहरू 1 मिनट जति वेट गर्न सक्छ होइन सो ओरियो चाहिँ यहाँ एक्लै आनन्दमा बसिरहेको रहेछ यहाँदेखि उता ड्यामतिर हेर्दैछ रमाइलो छ उसलाई सो अघि भर्खर यहाँतिर चाहिँ ठुल्ठुलै माछाहरू थियो म चाहिँ अब धेरै चाहिँ वेट गर्दिनँ सो म बेट फालिहाल्छु है त One eternity later. So guys, first catch हाम्रो we did it है यो अघिदेखि यो माछाले हामीलाई सताएको थियो we finally caught it okay let's go so guys एउटा साथी सक्यो अझै एउटा यहाँ त्यो भन्दा हल्का ठुलो वाला छ यता 5 मिनेट्स भइसक्यो अघिदेखि ट्राई गरिरहेछौँ हेलो मेरो जग्गा अनि ओरियो चाहिँ उता बसिरहेछ देखिरहेको छैन ओरियोलाई धन एउटा माछा होइन सधैँ अब अहिले परिरहेको छैन घरमा गएर अब त्यो सानोवाला माछाले किराएमा खाएर यतै पहिलाको माछा होइन यो पहिला नि हामीले फ्राई गरेको थियो खासै मिठो हुँदैन नि नभए पानीमै बगाइदिन्छु एक्सपिरियन्स छैन र टोटलमा यो फिसिङ गियरको त नजोडौँ यो सामानहरूको मात्र अराउन्ड $50 गएको छ $50 कति धेरै माछा आउँथ्यो त्यही पनि एक्सपिरियन्स तर एक्सपिरियन्स यस्तै छ चर्को घाममा माछाले अघिदेखि खेलाइरह मसँग सन ह्याट छ लाउने हो उनी यहाँ छ हेलो भन्दै ओर्यो के भयो गर्मी भयो के भयो उसले चाहिँ शीतलमा बसिरहेको छ यहाँ आनन्दले उसले घर बनाइसक्यो आफ्नो A few moments later. सो गाइज अघिदेखि यता कास्ट गरी छ यो 20-20 नि फालेँ मैले यहाँ अगाडितिर नि फालेँ यहाँ एउटा माछा थियो तर त्यो माछा है फर्केर नि हेर्दैन मुखै अगाडि लग्दा नि हेर्दैन त्यसले है चर्को घाम लागिरहेको अघिदेखि ट्राई गरेको जस्ट बिहान एउटा समातियो त्यसपछि खासै लक लाग्छ छैन माछाको है सो अब एकछिन भोकसोक लाग्यो खाजासाजा खानु पऱ्यो मैले यो रड चाहिँ यतै अड्डाएर राखिदिएको छ यहाँ देखिरह जस्ट अब पऱ्यो पर्छ नपऱ्यो अब एकछिनमा खाजा खाएपछि कन्टिन्यू हान्नुपर्छ अनि एकछिनमा अब अर्को स्पट पनि छ तलतिर यता यहाँ यो ड्यामको तल्लो साइडतिर पनि ट्राई गर्ने र अघि आएको तलको ब्रिज साइड छ त्यता पनि ट्राई गर्ने बेसी अहिले चाहिँ खाजा खाऊँ है त खाजामा हामीसँग चटपट छ काँक्रो खोर्सानी भुजा जस्ट चाउचाउ मिसिङ छ चाउचाउ चाहिँ त्यो इन्डियन स्टोर क्लोज थियो आज त्यसैले मिसिङ हो नत्र अझ त्यो पनि भइहाल्थ्यो सो लेट्स ट्राई त कस्तो एकदम मिठो छ चटपटेको कमी चाउचाउको कमी जस्ट अझको कमी हो तर मिठो हो
नेक्स्ट आइटम ट्राई गरौँ। सो नेक्स्ट आइटम रहेको छ भुजा र चिकन, काँक्रो, हरियो खोर्सानी। यसको ट्राई गरौँ है त कस्तो। हरियो खोर्सानीको एक बाइट लिउँ। दामी यो नेपाली रेस्टुरेन्टहरूमा बन्दैन होला यता त्यस्तो दामी टेस्ट हो। मस्का लगाएर साँच्चै मिठो छ। ओके सो गाइस एकछिन हामी खाजा खान्छौँ अनि त्यसपछि फेरि फिसिङ कन्टिन्यू गर्छौँ। सी यू। कस्तो हो मिठो? सो ओरियो चाहिँ उयो रुखको फेरिमा चाहिँ त्यसलाई शीतल छ नि त, त्यहाँ घाम लागेको छैन, त्यसैले त्यहीँ बसेर पिकनिक जस्तो नि भयो, फिसिङ गरे जस्तो नि भयो, रमाइलो भइरहेको। ल चाहिँ कस्तो माछा बनाइरहेको है यो लिक्विडले गर्दा। सो अहिले चाहिँ ओरियो हराएको अवस्था छ। खुल्ला छोडिदिएको त्यो त यता झाडीभित्र कहाँ गयो। यता झाडीतिर हुनुपर्छ सायद, त्यो पहिला नि यतैतिर लुकिरहन्थ्यो, हामी उता थियौँ, खुल्ला छोडिदिएको यता कता होला त्यो सायद। यता पनि गइरहेको हुन्थ्यो पहिला पनि। सो यो चाहिँ ड्यामको तलपट्टिको साइड है, हामी उता पारिपट्टि साइड माथिपट्टि साइड, यो चाहिँ तलपट्टि साइड। ओके ब्याक अगेन ओरियो खोज्न गइरहेको। So let's continue Oreo hunt. बेटा मलाई लागिरहेको थियो त्यतैतिर हुन्छ पहिला नि यो झाडी र त्यो झाडीमा त चुपचाप आवाज पनि दिँदैन कि, एकदम साइलेन्ट लुकेर आवाज पनि दिँदैन, चुपचाप बस्छ। कहाँ रहेछ? ओ उता रहेछ होइन। हलै फटा कहाँ लुकेको थिइस्? ओहो भागेको ओइ 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 त्यो ब्रिजमा गएर ओइ 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 छिटो 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 त किन बदमास भएको? किन बदमास भएको? किन लुकेर बसिरहेको थिइस्? फटा दाँत देखाएर न, दाँत देखाएको दाँत देखाएको। सो ओरियोले चाहिँ हामीसँग राम्रै हाइड एन्ड सिक खेल्यो। ओरियो भेट्यो, अब लागौँ तलतिर फिसिङ हाल्नु। दिनभरिमा कति 4-5 घन्टा भइसक्यो होइन हामी यहाँको? 4-5 घन्टामा एउटा माछा मात्र छ। पानी चाहिँ क्लियर छ आज। यहाँ फिसिङ गर्न त मान्छे अलरेडी बसिसकेको छ। सो अघि यहाँ एकजना मान्छे फिसिङ गरिरहेको थियो, त्यो मान्छेसँग कुरा गरेको दिनभरिमा एउटा माछा नि समातेन अरे आज त्यसले। सो त्यो पनि भर्खर निस्क्यो। सो 1-2 चोटि ट्राई गरौँ, यता हामी पनि ट्राई गरौँ। लेसी यसो एउटा भन्नुपर्छ कि पहिला फर्स्ट टाइम म यतापट्टि आउँदाखेरि चाहिँ एउटा लाइक एटलिस्ट 10-12 इन्चको माछा थियो होइन, 10-12 इन्चको माछा थियो भेटेको थियो यता। No problem. Sorry. Or हाम्रो ब्यागको प्रोटेक्सन गर्दैछ। ब्यागभित्र केही छैन ओरियो। चेक
को लागि घाँस टिप्दैछौँ यहाँनिर। तर यो चाहिँ क्यारेटवाला घाँस जस्तो छ, ओरियोले खान्छ नि। एउटा त ओरियो, ओरियोलाई मनपर्ने घाँस। ओरियो मन पर्यो। One eternity later. सो गाइज अघिदेखि ट्राई गरेको थियौँ तर एउटा माछा नि परेन है, एउटा माछा समात्न सफल भएन। सो मच्छरले टोकै छ अघिदेखि, योभन्दा बेसी आजलाई सकिँदैन, गिभअप गरियो। ओरियोलाई नि भोक लाग्यो अरे, अल्छी लागिसक्यो अरे यहाँ माछा नसमात्दा देखेर। दिउँसो त्यस्तो उज्यालोमा आएको थियो हामी, अहिले यति राति परिसक्यो। सो गाइज आजको लागि यति नै, अँध्यारो भइसक्यो, घर जानु पर्यो। सो यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू। जय नेपाल।